त्यता भिडियो गरे हामी यता भिडियो गरिरहेको छौँ। धेरै दिनमा आउँदा कति मजा हुँदो रहेछ है। धेरै दिनमा आउँदा कति मजा हुँदो रहेछ नि होइन। यो विषयमा के भन्नुहुन्छ तपाईँले? धेरै दिनपछि हामी भेट भयो पनि अरे धेरै दिन पछाडि हामीले रमाइलो गरियो। हजुर राम्रो राम्रो गुड। यो विषय के भन्नुहुन्छ? हामी निकै दिन पछाडि हामी पनि यो लाइनमा आइसक्नु के भन्नुहुन्छ? ठिकै छ ठिकै छ बाँचे छ एकदम रमाइलो भयो। हजुर 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 राम्रो छ होइन। ल हामी यो अहिले चाहिँ हामी यो यात्रा हामी पोर्चुगलको र हाम्रो यो रोमानियाको हामी बोर्डरमा चाहिँ आइसकेको छौँ। यहाँ समुद्रमा हामी हिँडिरहेको छौँ होइन। यता हेर्नुहोस् हामी अहिले पोर्चुगलको र हाम्रो चाहिँ रोमानियाको बिचमा चाहिँ हामी अहिले आएछौँ। हाम्रो यता साथी पनि हुनुहुन्छ राजा। ल माछाहरू पनि भेट्छ क्या हौ। माछा उफ्रिया राजा कति मजा भइरहेछ हो छ नि होइन। के छ मजा भन्नुहोस्? एकदम मजा राम्रो छ नि होइन। क्या राम्रो हेम्सम मोबाइल छ र यति साह्रो फोटो चाहिँ क्लियर निस्किन्छ है फेरि। हजुर हजुर हेर्दा मात्रै घाँचा घुचे हो कि होइन। अनि म चाहिँ यहाँ माछाहरू पनि देख्छु। माछा फुस्की अहिले हामी सायद हामी रोमानियाको बोर्डरमा आइपुग्यो होइन। यही हो। ल ठिक छ मलाई देख्नु यता देखाउनु ल। दर्शक नमस्ते। हामी चाहिँ अहिले निस्किन समुद्र पुरै माछाहरू पुरै यत्रो निस्किन्छ बाहिर निस्किन आँटेको छ। अनि हामी यता देखाउनु पुरै देखाउनु। अनि हामी यहाँ तिनजनामा हामी सबैजना चाहिँ आज हामी पोर्चुगलको समुद्रमा छौँ। अनि हामी अहिले रोमानियाको बोर्डरमा हामी आइसकेको छौँ। आधी अब 2-5 मिनट भयो हामी क्रस भइसकेको छौँ। सबैजना चाहिँ हेरिदिनु होला हाम्रो भिडियो भन्दै। दर्शक नमस्ते। ठुला निम्तो छ।